आज म तपाईहरुलाई यही फागुन 27 गतेबाट तपाई हामी सर्वसाधारणको लागि आईपीओ जारी गर्दै गर्ने कम्पनीको बारेमा जानकारी गराउन यस ग्रो ट्रेडरको तर्फबाट म बमबहादुर लिम्बु उपस्थित भइसकेको छु। आउनुस आज त्यो कम्पनीले के कति मात्रामा आईपीओ जारी गर्दैछ र कहिलेबाट कति गतेसम्म जारी गर्दैछ, यो कम्पनीको बेसिक फन्डामेन्टल के छ भन्ने बारेमा जानकारी लिउँ। यस कम्पनीको नाम रहेको छ ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड। यो कम्पनीले प्रति किता रु 100 का दरले 14,76,000 किता तपाई हामी सर्वसाधारणको लागि आईपीओ यही फागुन 27 गतेबाट जारी गर्दैछ। फागुन 27 गतेबाट जारी गरेको आईपीओ को म्याद चैत्र 3 गतेसम्म छिटोमा र त्यो मितिमा माग अनुसारको प्रतिवेदन नपरेमा चैत 12 गतेसम्म भर्न पाइनेछ। आउनुस यस कम्पनीको फन्डामेन्टल बेस बारे जानकारी लिउँ। यस कम्पनीको जारी पुँजी 60 करोडको 30% अर्थात 18 करोड रुपियाँ बराबरको आईपीओ निष्कासन गर्न यस कम्पनीले नेपाल धितोपत्र बोर्ड 7 मा प्रतिवेदन जारी गरे अनुसार 18 लाख किता शेयरको अनुमति पाएको थियो र यस कम्पनीले 1,80,000 यानी कि 18 करोडको 10% वैदेशिक रोजगारमा गएका नेपालीहरूको लागि यही फागुन 5 गतेबाट खुल्ला गरी बन्द भइसकेको छ। त्यस्तै गरी 90,000 यानी कि 5% म्युचुअल फन्डलाई छुटिएको छ भने 54,000 यानी कि 3% कम्पनीका कर्मचारीहरूको नाममा छुटिएको छ। बाँकी रहेको जुन 14,76,000 किता चाहिँ तपाई हामी सर्वसाधारणको लागि यही फागुन 27 गतेबाट जारी गर्दैछ। यस कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी प्रदान गरेको छ। डबल बी को रेटिङको मतलब हुन्छ जसको समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम जोखिम रहेको भन्ने बुझ्न सक्छ। यो कम्पनीले संस्थागत र व्यक्तिगत लगानीमा सामूहिक लगानीकर्ताहरूबाट सञ्चालित यो कम्पनीले औषधि उत्पादन गरिरहेको। यस कम्पनीले औषधि उत्पादन र बजारीकरण गरिरहेको छ। यस कम्पनीले 22 वटा औषधिहरू बजारीकरणमा जोड दिई 60 भन्दा माथिका औषधिहरूमा उत्पादनको अनुमति पाइसकेको छ। यस्तो अति आवश्यक वस्तु उत्पादन गर्ने यस कम्पनी भविष्यमा राम्रो भएर जाने विश्वासका साथ दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो प्रभाव पर्ने देखिएको छ। त्यसैले यस कम्पनीलाई निर्धक्कका साथ आईपीओ भर्नु होला भन्दै आजको यो छोटो भिडियो तपाईहरुको काम राखेको छु। मेरो यो भिडियो के कस्तो लाग्यो लाइक सब्स्क्राइब गरी कमेन्ट समेत गरिदिन हुन अनुरोध गर्दै अहिलेसम्म तपाई मेरो भिडियोमा सहभागिता हुनुभएकोमा धन्यवाद व्यक्त गर्दछु।